छुटिहालेँ। अनि म त्यही घरमा साथीभाइसँग भनेको झगडा गर्ने कुरो पनि भएन। अनि त्यस पछाडि म बाहिर निस्केर एकछिन बसेँ। अल्छी लाग्यो। अल्छी लागेपछि अब घुम्दै घुम्दै जानु पऱ्यो लोकेसनतिर भने गाडी पनि ठिक्क लागिरहेको रहेछ लोकेसन जानलाई। अनि ठ्याक्क त्यसमा चढेँ, लोकेसनमा पुगेँ। अनि साथीहरू लोकेसनमा पुगिसकेपछि एकछिन बस्यो, गफसफ गऱ्यो। केटाहरू चाहिँ अब यो ड्युटी गरेर यस्तो ड्युटी छैन, हामी नै यहाँको पक्का ड्युटीवाला हो, यो घुम्न आएको, टाइम पास गर्न आएको भनेर केटाहरूले पनि खासै राम्रो माने जस्तो लागेन। त्यस पछाडि अब मौसम पनि अलिक खराब जस्तो लागेर बाहिर लुगा धोएर सुकाएको थिएँ आफ्नो रुममा। अनि फेरि आएर फेरि पानी आएर भिजिहाल्यो भने त फेरि डबल धोइ हुन्छ भनेर चाहिँ मेरो पहिला सुइसुई आएँ। अनि मेगा मलमा छिरेर मेगा मार्केटमा सुपर मार्केटबाट अब जस्तो आफूलाई चाहिने सामानहरू लिएर आएँ। र अहिले म रुम छेउमा आइपुग्न आँटेँ। यही पानीको ट्याङ्कीको साइडमा मेरो रुम हो। यहीँ रुम छ। ल साथीहरू, ओके।